Hello and what's up guys, and welcome to the new video of Hiba Shrestha हैन आज म क्यामेराको रिभ्यू गर्ने भनेको थिएँ हैन अघि क्यामेराको रिभ्यू पनि गर्छु अनि टक्कसँग सबैभन्दा सुरुमा चाहिँ रुम सफा गर्नुपर्छ है रुम सफा गर्नुपर्ने छ रुमको कन्डिसन चाहिँ एकदम मेसी छ हैन मेसी पुरै फुर्छ सबैलाई सफा गर्छु अनि देन म मेरो क्यामेराको रिभ्यू गर्छु The condition of my room is यस्तो छ हैन यो दादा सुत्नुहुन्छ यो सिटाउको ठाउँमा यो भनेको मेरो अहिलेको सुत्ने ठाउँ सो अहिले चाहिँ मेरो गिटार छ क्यामेरा छ यहाँ अनि स्ट्यान्ड छ सो यही हो अनि अब चाहिँ म लुक एट द भ्यू अफ द ब्लेज हैन यस्तो छ हैन यो एउटा भ्यू भइगयो यतापट्टि माउन्टेनहरु देखिन्छ हैन पर सो म अहिले क्यामेराले खिचेर पनि देखाउँछु सो मैले चाहिँ पुरै साफसफाइ गरिसकेँ र अब तल भुइँ चाहिँ बढाल्नु बाँकी छ तर भुइँ चाहिँ म बढाल्दिनँ अलि सिङ्कर बढाल्नु होला भुइँ होइन सो अहिले सुरुमा म मेरो सामानहरू देखाउँछु होइन दिस इज द होल लुक अफ क्यामेरा स्ट्यान्ड एन्ड गिटार यो चाहिँ मन्त्रको कर्म भन्ने गिटार हो र यो क्याननको युएस 80D भन्ने क्यामेरा हो र स्ट्यान्ड भनेको मलाई यही हो नर्मल स्ट्यान्ड and I want to give the quick review of this camera हैन यो चाहिँ म अहिले भिडियो लामो भइगयो अब यो सेकेन्ड भिडियोमा तपाईहरुलाई म यसको क्विक रिभ्यू दिन्छु